र म चाहिँ फाइनल्ली यो पार्कभित्र प्रवेश गरिसकेको छु। अब एकदमै रमाइलो छ। डाँडाकाँडाको यात्रा पनि समाप्त गरेर फेरि हामी यता समुद्रीको छेउछाउतिर फेरि आइसकेको छौँ। र के छ कसो छ यता समुद्री एरियातिर हैन। अब हामी दुई भाइ छौँ। ल म चाहिँ फेरि घुम्दा घुम्दै यो एकदमै नौलो ठाउँमा आइसकेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ विभिन्न प्रकारका यो ढुङ्गाका यो के हो चट्टान पत्थर थाहा छ पत्थर। अनि त्यसपछि चाहिँ यो ढुङ्गाको दृश्य। ल म चाहिँ अब यता समुद्रीको छेउछाउतिर फेरि आइसकेको छु। यो छुर्पी चाहिँ खानै नसक्नु रहेछ एकदमै साह्रो एकदमै। अनि जिब्रोमा घाउ छ त्यही भएर म चाहिँ खान सकेन। एकदमै रमाइलो भइरहेछ आजको यो यात्रा चाहिँ है। प्रकारको छ यहाँ चाहिँ है। यो चाहिँ पछाडिपट्टिको दृश्य हो र यो चाहिँ समुद्री एरिया है। यहाँ चाहिँ ठुलो समुद्र छ होइन। वाट अ सिन है। एकदमै राम्रो छ सिनहरू पनि। ल अझ अलिकता अगाडि जाउँ। एकदमै ठुलो छ। माछा चाहिँ यस्तो प्रकारले मार्ने रहेछ कि यहाँ चाहिँ मान्छेहरू छन् 2-4 जना चाहिँ थापेको रहेछ अलरेडी। यो माछा मार्ने ठाउँ है। कति माऱ्यो त अनि भर आएको है। त्यसले फेरि के एक्लैमा त्यहाँ लड्यो भने जान्छ त फेरि यत्रो छेउमा डरै लाग्दो। ए टन्नै रहेछ यता त पुरै खाजा साजा सहित पुरै व्यवस्थित रहेछ। अनि हेलो दर्शक नमस्ते सबैजनालाई। म हो तपाईँहरूको आफ्नै ब्ल्याक ह्यान्सी गोर्खे गुरुङ। र आज आफ्टर लङ टाइम म फेरि एउटा मिनी भ्लग बनाउन जाँदैछु। र आजको स्पेसल भ्लग चाहिँ मेरो क्रिक पार्कसम्मको यात्रा हुनेछ। र म अहिले चाहिँ ठ्याक्कै यो मेट्रो स्टेसनभित्र आइसकेको छु अल्गुबेबा। र यहाँबाट म अब मेट्रोको यात्रा गर्दै म क्रिक पार्कतिर लाग्ने जमर्को गर्दैछु। र तपाईँहरू भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु। र केही समयपछि फेरि म तपाईँहरूलाई क्रिक पार्क पुगेपछि फेरि भिडियो कन्टिन्यू गर्नेछु। र म चाहिँ फाइनल्ली यो पार्कभित्र प्रवेश गरिसकेको छु। अब एकदमै रमाइलो छ। अलिकता गर्मीको माहौल अब गर्मी सुरु भइसकेको छ लगभग यहाँ चाहिँ होइन। अब एकदमै राम्रो छ। अब ठाउँहरू चाहिँ यहाँको दृश्यहरू चाहिँ मलाई एकदमै मन पर्यो होइन। अब भर्खर छिरेको अब भित्र के छ कसो छ अब सम्पूर्ण चिज यो भ्लग मार्फत म देखाउने छु। र भिडियोलाई चाहिँ तपाईँहरूले अन्तिमसम्म हेरिदिनु पऱ्यो। र अब म त भर्खर स्टार्ट गरेको यो भ्लग होइन। तपाईँहरूले चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु पऱ्यो। र मेरो अनुरोध पनि भयो। र यस्तो खालको छ यहाँको दृश्य चाहिँ है। तपाईँहरू हेर्न सक्नुहुन्छ एकदमै राम्रो एकदमै क्लिन इन्भाइरोमेन्ट। सो एकदमै राम्रो छ है। यत्रो रुख पनि रहेछ कि वन जङ्गल जस्तो होइन। यहाँ छुट्टै प्रकारको छ फेरि एकदमै है। म चाहिँ ल ठ्याक्कै भित्र नै छिरेँ म। अब एकदमै इन्ट्रेस्टिङ। ल मलाई चाहिँ एकदमै मन पर्यो है यो पार्क चाहिँ। तपाईँहरू पनि आउनु सक्नुहुन्छ यसो टाइम मिलाएर टाइम म्यानेज गरेर। तर एकदमै राम्रो छ। अब भित्र अझै म अलिकता भित्र गएर चाहिँ के छ कसो छ यहाँको के छ त विशेष। अब यो पार्कमा चाहिँ मान्छेहरू किन आउँछन् त होइन। के छ त यहाँको विशेषता। अब ती चिजहरूलाई म यहाँ सरसर्ती भिडियो मार्फत देखाउने कोसिस गर्दछु। र तपाईँहरूले चाहिँ भिडियोलाई अलिकता अन्तिमसम्म पनि हेरेर साथ दिनु होला भन्न चाहन्छु। र यो चाहिँ पछाडिपट्टिको दृश्य ल यस्तो खालको छ है। एकदम हरियाली के ओहो साह्रै राम्रो गजब छ है गजब छ। ल फेरि म चाहिँ अलिकता अगाडि जान्छु। र अगाडि यहाँ खेल्ने ठाउँहरू पनि धेरै छ जस्तो छ। त्यो चिजहरूलाई चाहिँ म फेरि एकछिनमा देखाउने नै छु। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। घुम्दै एकदमै पानीको चाहिँ यहाँ चाहिँ एकदम झरी पर्न लागिरहेको छ है। अब यो पनि ठिकै हो। अब यो हल्का गर्मी भइरहेको थियो फेरि अब यो पानी पर्न लागिरहेको छ ठ्याक्कै अहिले चाहिँ है। अनि एकदम मजा आइरहेको छ। एकदम यहाँको दृश्यहरू चाहिँ यस्तो टाइपको छ। म तपाईँलाई पछाडिपट्टि देखाइदिन्छु।
यो चाहिँ यस्तो खालको फुलहरू छ होइन, रङ्गी बिरङ्गी। अनि यहाँ यस्तो टाइपको छ, यस्तो प्रकारको। अनि यहाँ यो भइहाल्यो। अनि यो चाहिँ के फलेको हो यार, तर यार यो के फलेको हो है, तपाईँहरूलाई थाहा छ यो यसको नाम के हो? यो त बोडी जस्तो पनि छ, सिमी जस्तो है, तर सिमी त होइन। र एकदमै मजा आइरहेको छ है, निकै रमाइलो भइरहेको छ। यस्तो हरियाली के हो, म त दङ्ग है, म त खुसी छु। यस्तो धेरै पछि यो यस्तो माहौलमा निस्किन पाउँदा चाहिँ एकदमै खुसी छु। र एकदमै रमाइलो छ, एकदमै बवाल छ होइन। अझै भित्रभित्र के छ कसो छ, यो भित्र बिल्डिङमा छिर्नै बाँकी छ। यहाँ के छ कसो छ, अब ती सम्पूर्ण चिजहरू चाहिँ देखाइ नै हाल्नेछु। यहाँ चाहिँ नाङ्गो रुख रहेछ, फेरि यहाँ नाङ्गो रुख, यहाँ चाहिँ नाङ्गो रुख पुरै रगरग। अनि यता चाहिँ यस्तो टाइपको छ होइन। ल फेरि एकछिनपछि फेरि भिडियोलाई अलि उता गएर चाहिँ देखाउने छु। र अहिलेलाई चाहिँ फेरि एउटा टिकटक बनाउनु पऱ्यो होइन। यहाँ चाहिँ फुलहरू यस्तो प्रकारको छ होइन, एकदम दामी छ, एकदम गजबको छ। यो चाहिँ हो क्रिक पार्क होइन। एकदमै रोमान्टिक, एकदमै इन्ट्रेस्टिङ, एकदमै क्लिन, गजब छ ल। फेरि एकछिनपछि म तपाईँहरूलाई देखाइ नै हाल्नेछु। एकदमै शान्त, एकदमै क्लिन इन्भाइरोमेन्ट होइन। अब त्यस्तो कोलाहल पनि छैन, आज मान्छे पनि खासै म देखिरहेको छैन। अनि कस्तो दामी के, अब साह्रै राम्रो ठाउँ है। अब टक्क तपाईँहरू पनि एकचोटि आउनुहोस् है त। अब यसो सोल्टिनीहरू छ भने सोल्टिनीहरू लिएर आउनुहोस्, होइन भने अब ग्रुप मिलेर आउँदा पनि हुन्छ, केटा मिलेर आउँदा पनि हुन्छ होइन। यस्तो हेर्नु न, यो रुखहरू के कत्रो रुखहरू छ यहाँ होइन। यस्तो छ है, रुखहरू चाहिँ यत्रो छ होइन, पुरै जङ्गल के, अब जङ्गल टाइपको के यस्तो खालको छ होइन, यत्रो रुखहरू होइन। अनि तर एकदमै राम्रो लाग्यो मलाई चाहिँ होइन। अनि यो चाहिँ यतापट्टि फेरि फुलहरू, कस्तो राम्रो फुलहरू फुलेको छ होइन। यो चाहिँ ट्याक्क हेर्नुहोस् न है, कति राम्रो फुलहरू फुलहरू फुलेको छ। र अब म चाहिँ अब यसो एक दुईवटा टिकटक भिडियो बनाउँछु। अनि त्यसपछि मेरो एउटा भाइ पनि छ, भाइ चाहिँ अहिले कता वासरुमतिर गएको छ के र। अब एक दुईवटा टिकटक भिडियो बनाउँछु। अनि त्यसपछि फेरि क्रमशः उतापट्टि साइडमा गएर चाहिँ उतापट्टि के छ त, त्यताको स्थिति के छ त होइन, त्यो चिजहरूलाई फेरि भिडियो मार्फत म देखाइ नै हाल्नेछु। र भिडियो चाहिँ तपाईँहरूले अन्तिमसम्म हेरेर साथ दिनु होला। म चाहिँ अहिले ठ्याक्कै यो क्रिक पार्कको यता समुद्री साइडमा आइसकेको छु। यता समुद्री साइडमा पनि देखाइदिनु होला है कृपया। र यो चाहिँ मेरो फर्स्ट टाइम यो क्रिक पार्क होइन, तर एकदमै भने जस्तो जम्मा 5 दिरम टिकट काटेर तपाईँहरू पनि यहाँभित्र के छ कस्तो छ भन्ने कुराहरू अवलोकन गर्न सक्नुहुन्छ। र यहाँभित्र चाहिँ ठाउँमा चाहिँ यस्तो खाजा, बिस्कुटहरू, पानीहरू, जुसहरू, फ्रुटीहरू होइन, एकदम मस्त बेच्न पनि राखेको रहेछ होइन। यो चाहिँ सरर समुद्री एरिया भयो सरर होइन, मजाले पानी बगिरहेको छ। र एकदम यो ठाउँ चाहिँ मलाई एकदम मैले एक्सपेक्ट गरेको भन्दा पनि अझै एकदमै राम्रो, एकदम बवाल होइन। यहाँ विभिन्न प्रकारका सुन्ने कुराहरू पनि छ। यस्तो यहाँ चाहिँ अब यो के हो यो म जान्दिनँ, यो चाहिँ ठाउँ बच्चाहरूको लागि, बाल बच्चाहरूको लागि। अब म त अब बुढो भइसक्यो, छिप्पिएको अब राँगा, अब के गर्ने, अब ठिकै छ। अब तै पनि ट्राई गरौँ न एकचोटि भनेर हो, के कस्तो होइन। आएको बेलामा यसो एक्सपिरियन्स गरौँ न, बच्चाको याद दिलाम होला नि। यस्तो खालको साउन्ड आउँदो रहेछ है, तर एकदम राम्रो छ। यता पनि छ होइन, यस्तो खालको चाहिँ भाइब्स यहाँ छ। र तपाईँहरू पनि एकचोटि यसो आएर चाहिँ अनुभव गर्नु होला यहाँको बारेमा होइन। यस्तो छ। र यो चाहिँ समुद्री एरिया हो होइन। यहाँ चाहिँ एकदमै तपाईँहरू जसलाई चाहिँ स्विमिङ गर्न जसलाई चाहिँ स्विमिङ गर्न आउँछ, तपाईँहरू चाहिँ यहाँ आएर यसो एक्सपिरियन्स गर्नु होला र अनुभव गर्नु होला। र अब चाहिँ हल्का पिसाब पनि लागेको छ र के अरे पानी तिर्खा पनि लागेको छ। एकछिनमा अब त्यहाँ चाहिँ पसलमा जान पर्यो, के छ कसो छ होइन खानेकुराहरू। यहाँ पानी भन्ने ठाउँ त्यहाँ पनि रहेछ, तर हामी चाहिँ त्यहाँ छ पसल एउटा, त्यो पसलमा गएर
अहिले खाजासाजा किनेर खानेकुरा छ। अब यसो प्याज पनि लाग्यो होइन, त्यो झोलासोला फेरि त्यहीँ छोडेर आएको छ यिनीहरूले है। के अरे आइसक्रिम, यहाँ फेरि आइसक्रिम बेच्ने बाजे रहेछ होइन। आइसक्रिम चेक गरौँ त यहाँ दुबईको कस्तो हुँदो रहेछ त। इधर से आओ, इधर से। तेरे मोबाइल पर बनाइदिनु। साउन्ड नबजाइदिनु न। ओहो यहाँ त कितना अच्छा है बस। कितना 5 का 5 का 8 का 10 का साउन्ड नबजाइदिनु। कितने 5 एक ही है ना, खत्ता बनाइदिनु ल। 5 एक है ना। कितना के एउटा किन्नलाई यार यो चाहिँ अब 8-10 अहिले चाहिँ यहाँ देऊ। मलाई खत्ता बनाइदिनु ल ल। ए यहाँ चाहिँ यस्तो प्रकारको छ भित्र चाहिँ। ओ ल भित्र टन्ने रहेछ है, टन्ने रहेछ ल। पैसा दिइसक्यो त। इधर देखना और ल भयो आइसक्रिम अलि वान 5 रुपैयाँ दिएर हुन्छ। आइसक्रिम चाहिँ हात पारिसक्यो है। अब आइसक्रिम चेक गरौँ कस्तो हुन्छ के हुन्छ। एउटा किन्ने जम्मा ओके बस, थ्याङ्क यू। ओके थ्याङ्क यू। र अब हेरौँ अब आइसक्रिम, दुबईको आइसक्रिम। ओ माई गड कस्तो होला, के होला तब यो चराप खाउँ है। ल आइसक्रिम खाऊ कस्तो मैले खाने हो। कस्तो के छ होला। अब हामीले चाहिँ आइसक्रिम किनिसकेको छ होइन। अब के हुन्छ कस्तो हुन्छ आइसक्रिम। तपाईँ बिचार। ल आइसक्रिम टेस्ट गरौँ। बनाउन न सबै त्यही त मेन बनाउनु हो त। ल अब यहाँ आइसक्रिम टेस्ट गरौँ है। मैले तारा तल बिचारा छोरा एउटा आइसक्रिम यत्रो जना खानुपर्छ क्या। आइसक्रिम खाँदै है, तर अलिकति गर्मी भयो त्यही भएर चाहिँ कहिले हो त चबाउँ। साह्रै महँगो है, टिकट जत्तिकै रहेछ फेरि यो। गजब गजब ल। एउटा आइसक्रिम यत्रो जनाले खानुपर्छ गाइस हेरौँ। साह्रै महँगो। तर मिठो त मिठो होइन है। कतिले टिकटक बुझ्ने भिडियो बनाउन पाइएन। वाउ। रेडियो कल फाल्दिन्छ ठिक हुन्छ। कस्तो मिठो, जीवनमा पहिलोचोटि यो आइसक्रिम खाइयो। ल अब फेरि म अलिकता यता वासरुम पनि जानुपर्ने भयो। अलिकता यो अस्तिदेखिको यहाँ च्यापेर राखेको है, पेट गडबड छ, हल्का फालेर आउनु पऱ्यो। अब फेरि यहाँ भन्ने बित्तिकै वासरुमहरू त्यस्तो पाइँदैन, त्यही भएर चाहिँ यता चाहिँ के अरे यो पहिला विसर्जन गरेर आउँ है। अलिकता धेरै नै छ। ल एकछिनपछि म फेरि तपाईँहरूलाई देखाउने छु कर्मश है। र आजको दिन पनि यसरी नै गइरहेको छ होइन। अब अहिलेको यो समयमा चाहिँ अलिकता चाहिँ यो वारको कारणले गर्दा चाहिँ अलिकता बाहिर हिँड्नलाई पनि अलिकता डेन्जरै छ होइन। यहाँको गभर्मेन्टले पनि अब अनावश्यक रूपमा चाहिँ त्यसरी बाहिर हिँड्नको लागि चाहिँ अलिकता वञ्चित गरेको छ। तर पनि अब हामी चाहिँ यतातिर आइयो होइन। अब आज छुट्टी थियो मेरो पनि, त्यही भएर चाहिँ यो क्रिक पार्कमा घुम्न आइयो। र एकदमै कस्तो मजा के, यो ठाउँ नै एकदम शान्त होइन, कस्तो राम्रो। मलाई चाहिँ बेसरी मन पर्यो। अनि समुद्र पनि यहीँ रहेछ कि, फेरि मलाई त थाहै थिएन होइन। अब एकचोटि चाहिँ एक दिन चाहिँ स्विमिङ गर्ने हिसाबले चाहिँ यता आउनुपर्छ। र अब हेरौँ त्यो दिन कहिले जुर्छ। अनि यस्तो प्रकारको छ कि यहाँ चाहिँ। ल तपाईँहरूलाई ब्याक साइडको भ्युजहरू पनि देखाइदिन्छु होइन। यस्तो छ, यस्तो प्रकारको छ यहाँ चाहिँ। त्यो समुद्री एरियाहरू भयो। अनि कस्तो राम्रो छ एकदमै। तर त्यहाँ रहेछ पसल चाहिँ, पसलमा अहिले जानुपर्छ एकछिनमा। यो चाहिँ के को रुख हो फेरि यस्तो दामी, पिपलको रुख होला यो सायद। या यस्तो छ हेर न, जरा चुरुङ्गीहरू कराइरहेको छ। र यहाँको चाहिँ दृश्यहरू यस्तो प्रकारको छ होइन। यस्तो रमाइलो टाइपको होइन यो डाँडोमा। त्यही हो। आज अझै हामी त यहाँ आदि पनि घुमेको छैन, अझै घुम्नुपर्ने ठाउँहरू धेरै छ होइन। अब भित्रभित्र जानलाई चाहिँ म कोसिस गर्दैछु। के अरे अब यहाँ यस्तो खालको एउटा फुल, फेरि यहाँ अचम्म खालको फुल के हो यो होइन। यो यस्तो खालको छ फेरि यहाँ हेर्नुहोस् त है, के हो यो अचम्मको है। साह्रै राम्रो ल, यस्तो खालको छ यहाँ चाहिँ।
र अलिकता अगाडि गएर चाहिँ के हुन्छ कसो हुन्छ देखाउने छु। ओ त्यहाँ आइसक्रिम रहेछ, आइसक्रिम खान्छौ? तर एकदमै सिन चाहिँ खत्रै छ है। र म चाहिँ यो पार्क त धेरै ठुलो रहेछ कि अब यता जाऊ उता जाऊ है, अब कहिले नसकिने के हिँडेर। र म चाहिँ अहिले फेरि यता यो यहाँबाट यस्तो दामी ठाउँ कि अब टक्क बस्ने ठाउँ रहेछ होइन। तपाईँहरूलाई म देखाउन चाहन्छु। यो चाहिँ हेर्नुहोस् त, ट्याक्कै यो बस्ने ठाउँ होइन। टक्क यहाँ चाहिँ पुरा सबै चिज कि अब यहाँ बस्ने ठाउँ भयो। त्यसपछि उतापट्टि फेरि त्यो सानो पसल होइन, यो चाउचाउ बिस्कुटहरू पाउने ठाउँ, पानी सानी कफी बर्गर होइन, त्यस्तो ठाउँ रहेछ होइन। अनि यता चाहिँ ठ्याक्क फेरि तपाईँहरू देख्न सक्नुहुन्छ, यो चाहिँ समुद्र भयो है। एकदम यहाँ चाहिँ फेरि डरै लाग्दो छ है। म तपाईँहरूलाई देखाउँछु। यो एरिया चाहिँ एकदमै ठुलो रहेछ कि पार्क चाहिँ। पार्क भनेर आयो तर यता तलतिर चाहिँ समुद्र पनि रहेछ कि। समुद्रको पानीमा तपाईँहरूलाई देखाउन चाहन्छु। वाउ हेर्नुहोस् त है, यस्तो प्रकारको छ। अनि यहाँ चाहिँ तर एकदमै ब्युटिफुल छ होइन। तर साह्रै राम्रो छ है। समुद्र भयो, त्यहाँ चाहिँ जहाज पनि उडिरहेको छ। र दुःखको कुरा यहाँ चाहिँ अलिकता समस्या भनेको चाहिँ यो युद्धले गर्दा चाहिँ अलिकता मिसाइल सिसाइल पड्किने होइन, त्यो अलिकता समस्या छ। नत्र एभरेजमा ठिकै छ। तर त्यस्तो विधि न्युजमा चाहिँ अलिकता धेरै नै देखाइएको छ। तर त्यस्तो विधि डरलाग्दो पनि छैन, नर्मल नै छ। त्यही हो। यहाँ चाहिँ चरा रहेछ फेरि एउटा, हो गयो यस्तो प्रकारको छ। र फेरि एक दुईवटा अब यस्तो ठाउँमा आइसकेपछि फेरि अब एक दुईवटा टिकटक त बनाऊँ न त होइन। अब नआउनु आइसकेपछि अब फेरि एक दुईवटा टिकटक त बनाएर जाउँ न भन्ने कुरा हो के अरे है। अब यो डाँडामा गएर म फेरि अब एक दुईवटा टिकटकहरू बनाउँछु होइन, के कस्तो हुन्छ भिडियोहरू। फेरि एकछिनमा म तपाईँहरूलाई अर्को ठाउँमा गएर अर्को एरियाको दृश्य म तपाईँहरूलाई देखाइ नै हाल्नेछु। यो चाहिँ यस्तो खालको छ यहाँ चाहिँ है। एकदमै कति सफा, कस्तो आनन्दको। यहाँ चाहिँ धेरै दुःख पिर परेको मान्छेहरू पनि यहाँ आएर एक्लै बस्यो भने चाहिँ त्यो दुःख पिर नै हराउने टाइपको के, त्यस्तो खालको इन्भाइरोमेन्ट छ होइन। एकदमै खुसी लाग्यो। ल फेरि म तपाईँहरूलाई अर्को ठाउँमा गएर त्यो फुल भएको ठाउँमा गएर फेरि तपाईँहरूलाई भिडियो देखाइ नै हाल्छु। र अहिलेलाई चाहिँ बाबाई अर्को ठाउँमा गएर फेरि भेटौँला है त। स्पेसल्ली फाइनली हामी यो पार्कभित्र आएर पनि त्यो समुद्रीको छेउछाउ हामीले पुरै भ्रमण गरेर पनि अब अहिले चाहिँ हामी यो फुल भएको ठाउँमा आइसकेको छौँ। यहाँ चाहिँ यस्तो मजाको फुलहरू छ, यस्तो मजाको फुलहरू होइन। म त यो जिन्दगीमै फर्स्ट टाइम यस्तो गजबको यस्तो बास्नादार होइन पहिलोचोटि देख्दैछु। र एकदम फुलको यी सुगन्धले चाहिँ म चाहिँ एकदम मोहित छु होइन। अझै मेरो साथमा कोही एउटा स्पेसल मान्छे भएको भए झनै गजब हुन्थ्यो होला। तर के गर्नु, एक्लो जिन्दगी होइन, त्यस्तै छ। तर अलिकता भोक लागेको अवस्था छ। अलिकता उता गएर चाहिँ बर्गर सरगर खाने कुरो छ। अब एकछिन घुमाउँ। र अलिकता गर्मी पनि भइसकेको छ, पानी पनि यति सिधाइसक्यो। यहाँ फेरि यहाँ के भन्छ यो पेट फुलेर फेरि रक भइसकेको छ। र यो डाँडामा पनि जाउँ होइन, के छ कसो छ। डाँडामा चाहिँ यस्तो प्रकारको रहेछ। वाउ सो ब्युटिफुल होइन, एकदम गजब छ। ल यहाँको दृश्यहरू यसो देखाइदिनु होला होइन। अझै हामी उतै डाँडोमा जानुपर्छ, फेरि स्पेसल डाँडो केही न केही छ होइन गजबको। र फेरि पनि ल अर्को डाँडोमा गएर अर्को एरियामा गएर फेरि भेटुने बाचा गर्दै अहिले बिदा हुन्छु, बाई। ल म चाहिँ फेरि घुम्दै यो एकदमै नौलो ठाउँमा आइसकेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ विभिन्न प्रकारका यो ढुङ्गाका यो के हो, चट्टान पत्थर, थाहा छ पत्थर। अनि त्यसपछि चाहिँ यो ढुङ्गाको दृश्यहरू देख्दा चाहिँ मलाई नेपालकै ठ्याक्कै याद आयो। तपाईँहरू देख्न सक्नुहुन्छ मस्त होइन। अनि त्यसपछि यहाँबाट म सर झरेर यतातिर पनि ल फुलहरू कस्तो मजाको फुलहरू, ल टक्क फुलहरू। अनि यसलाई चाहिँ के भन्छ नेपालमा चाहिँ केतुके भन्छ होइन। अनि त्यसपछि अझै ढुङ्गाको दृश्यहरू। ल साथीहरू, ल क्यामेराम्यानलाई पनि अलिकति गाह्रै छ यहाँ। यता मासतिर यो पुरै ढुङ्गाको चट्टानै चट्टान। अब यो ढुङ्गा पनि यस्तो खालको चट्टान कि अब है एकदम नौलो सेतो एकदम वाइट टाइपको। र फेरि यतातिर लागिसकेपछि चाहिँ बिस्तारै तपाईँहरूलाई चाहिँ म यहाँको के छ त विशेषता, मेन अब विशेषता भनेको यहाँको चिजहरू यस्तै होला। हेर्नुहोस् यहाँ एकदमै डरलाग्दो
छोयो भने काँडाले एकदम चस्से पार्न सक्ने सम्भावना धेरै छ। यो चाहिँ एकदम औषधि पनि हुन्छ अरे, कान छेड्नलाईदेखि लिएर अनेक यो धेरै चिजमा काम लाग्छ, तर हामीलाई चाहिँ त्यति थाहा छैन मलाई चाहिँ। र यतातिर तर देखाइदिनु होला है त्यो चिजहरू। त्यसपछि यताको दृश्य ल हेर्नुहोस्, वाउ चराचुरुङ्गी। अनि त्यसपछि यो सानो भयो नि वन जङ्गल। ल हेर्नुहोस् यता फेरि यो त बयर काँडा हो त है, बयर काँडा। यो पछि फल्न पनि सक्छ होइन, फले बेला चाहिँ अब खाना होला समय मिल्यो भने। र यहाँको दृश्य चाहिँ यस्तो खालको छ, अलिकति डर पनि लाग्दो छ भनेर काँडा साँडा हुनसक्छ होइन। अनि यस्तो छ है यहाँको चाहिँ। ल सर यतातिर पनि यसो देखाइदिनु होला होइन। र अब चाहिँ लगभग र यहाँको दृश्यहरू चाहिँ यस्तो खालको छ है, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। र अहिले चाहिँ लगभग यहाँको चाहिँ 4:40 गइसकेको छ। अब साँझ हुन लागिसकेको छ र हामीले पनि लगभग आधी उद्धी भन्दा पनि म्याक्सिमम् 70% चाहिँ हामीले यो पार्कमा घुमेर भ्याइसक्यो। र फेरि अर्को एरियामा हामी जाँदैछौँ। अब त्यता के कस्तो छ फेरि त्यताको पनि दृश्यहरू हामी देखाउनेछु, कन्टिन्यू रूपमा हेर्नु होला। डाँडा काँडाको यात्रा पनि समाप्त गरेर फेरि हामी यता समुद्रीको छेउछाउतिर फेरि आइसकेको छौँ। र के छ कसो छ यता समुद्री एरियातिर होइन। अब हामी दुई भाइ छौँ। अब के हो थाहा छ? के जात हो यो? आज नेपाली ठाउँमा आएर यो हामीले छुर्पी एकदम हिमालको छुर्पी खाइदिएछौँ। अनुमिना खाना स्पेसल ल छुर्पी पनि हानियो है। अब अलिकता भोक पनि लाग्यो कि अब हामी त भिडियो बनाउनु र उसमा व्यस्त भयौँ, त्यही भएर खानेकुराहरू पनि खासै खाएको छैन। र लगभग अब अन्तिम अवस्थामा आइसकेका छौँ। किन भन्दा अब रुमतिर पनि जान पर्यो। फेरि अब रुममा गएपछि अब घाँसपात मेलापात है धेरै छ काम। लत्ता कपडा धुनेदेखि लिएर यहाँ धेरै छ काम। अरू भन्दा नि कुखुरा बाख्राको अब माया लाग्छ। अब ठ्याक्कै अब थुनथान गर्ने बेला घाँसपात त्यो समय आइसकेको छ है। र यता समुद्री को छेउछाउमा हामी ठ्याक्कै आइसकेको छ। र अब के हुन्छ कसो हुन्छ फेरि यता समुद्रीको छेउतिर गएर फेरि भिडियो देखाउने नै छौँ। ल म चाहिँ अब यता समुद्रीको छेउछाउतिर फेरि आइसकेको छु। यो छुर्पी चाहिँ खानै नसक्नु रहेछ, एकदमै साह्रो अनि ठुलो एकदमै जिब्रोमा घाउ छ, त्यही भएर म चाहिँ खान सकेन। एकदमै रमाइलो भइरहेछ आजको यो यात्रा चाहिँ है। अहिले ठ्याक्कै यो समुद्री एरियाको छेउछाउमा आइसकेको छौँ हामी दुईजना, एउटा भाइ र म। र अब यहाँ के छ कसो छ फेरि तपाईँहरूलाई म क्यामेरा घुमाइ नै हाल्नेछु। र यहाँ चाहिँ माछा मार्ने मान्छेहरू पनि टन्नै हुँदो रहेछ है। र यता चाहिँ पछाडिको सिनहरू चाहिँ यस्तो प्रकारको छ है, म तपाईँहरूलाई देखाउन चाहन्छु। यस्तो प्रकारको छ यहाँ चाहिँ है। यो चाहिँ पछाडिपट्टिको दृश्य हो। र यो चाहिँ समुद्री एरिया है। यहाँ चाहिँ ठुलो समुद्र छ होइन। वाट अ सिन है, एकदमै राम्रो छ सिनहरू पनि। ल अझ अलिकता अगाडि जाउँ, के छ कसो छ सम्पूर्ण चिज। यहाँ चाहिँ माछा मार्ने एरिया रहेछ कि यो चाहिँ खजुर सजुरको रुख भयो होइन। स्पेसल्ली यहाँ चाहिँ फेरि यस्तै हुन्छ क्या खजुरको रुखहरू होइन। यहाँ चाहिँ माछा चाहिँ यसरी मार्दो रहेछ कि यहाँ चाहिँ। तर धेरै ठुलो छ कि एरिया त हेर्नुहोस् त। ओ माई गड, कता हो है छेउ टुप्पा एकदमै ठुलो छ। माछा चाहिँ यस्तो प्रकारले मार्ने रहेछ कि यहाँ चाहिँ। मान्छेहरू छन् 2-4 जना। यो चाहिँ थापेको रहेछ अलरेडी। यो चाहिँ माछा मार्ने ठाउँ है। कति मारे त अनि भर्खर आएको है। त्यसले फेरि के एक्लैमा त्यहाँ लड्यो भने त जान्छ त फेरि त्यो छेउमा डरै लाग्दो। ए टन्नै रहेछ यता त पुरै खाजा साजा सहित पुरै व्यवस्थित रहेछ। अनि यो तल गएर पनि देखौँ होइन के छ कसो छ रगरग। ए ल यत्रो ठुलो है, एकदमै भयानक एकदम विरत रहेछ है यहाँ चाहिँ। खास यसको नाम चाहिँ के हो यार, पार्कको नाम चाहिँ थाहा भयो तर यो चाहिँ के हो खोइ खासै थाहा भएन है। यहाँ हाम्रो नेपाली दाजुभाइहरू
माछा मार्ने काम। र यता फेरि दाइले एक्लै मार्छु भनेर पुरै व्यवस्थित छ, खाजा पानी सहित रग छ। ल एकदमै भोक लागेर म पनि अब बोल्नै नसक्ने अवस्था भइसकेको छ है। र अब फेरि उताको दृश्यहरू अलिकता उता अगाडि गएर म तपाईँहरूलाई फेरि पुनः के छ कसो छ के छ होइन, काटाकाट मारामार भ्याइ नभ्याइ कस्तो छ के छ भन्ने कुराहरू चाहिँ फेरि कन्टिन्यू देखाइ नै हाल्नेछु। र अहिलेलाई चाहिँ म फेरि यो भिडियोलाई यहीँ स्टप गरेर फेरि अर्को ठाउँमा गएर चाहिँ नयाँ दृश्य नयाँ ठाउँ स्पेसल देखाउन नै हाल्छु। ल वाओ व्हाट अ सीन म्यान, भेरी नाइस एन्ड ब्युटिफुल। ल घुम्दै अब रात पनि लगभग पर्नै लागिसकेको छ र घर जाने अवस्था पनि भइसकेको छ र अन्तिम अवस्थामा हामी र लगभग एभरेजमा भन्नुपर्दाखेरि पार्क हामीले सबै यो भित्र के छ कसो छ भनेर सबै त हामीले अवलोकन गर्न सकिएन, त्यहाँको दृश्यहरू समेट्न सकिएन, किन भन्दा धेरै नै ठुलो रहेछ क्या यो एरिया चाहिँ एकदम धेरै ठुलो उसमा चाहिँ फैलिएको रहेछ कि। त्यही भएर अब कति ठाउँहरूमा चाहिँ अब जान सकिएन है। अब हिँडेको हो, हिँड्नसम्म हिँडेको हो, खुट्टै दुख्ने गरेर है, कतै डाँडा काँडा कतै समुद्री होइन कतै वन जङ्गल जस्तो टाइपको, तर एकदमै मजा आयो होइन। र थकित पनि भइसकेको छ, तर पनि अब भिडियो बनाउन यताउति छोडिएन होइन। अब लगभग अब चाहिँ म चाहिँ अब यो पार्कबाट चाहिँ यो के भन्छ यात्रालाई चाहिँ अब अन्त्य गर्न खोजेको, किन भन्दा अब घर जाने समय भइसकेको छ। र ल अब फेरि अब आजलाई यति नै गर्दै अब फेरि अर्को भ्लग आई थिङ्क अब नेक्स्ट ट्युसडे थर्सडे हुन्छ होला सायद, त्यतिखेर फेरि अर्को नयाँ भिडियो लिएर आउनेछु। र अहिलेलाई चाहिँ यो भ्लग भिडियोलाई म यहीँ अन्त्य गर्न चाहन्छु र मेरो भिडियोलाई चाहिँ कम्प्लिट रूपमा चाहिँ पुरा रूपमा हेरिदिनु होला र के कस्तो लाग्छ तपाईँहरूले प्रतिक्रिया पनि दिनु होला र च्यानललाई एकदम सब्सक्राइब पनि गरिदिनु होला युट्युब भन्न चाहन्छु। ल तपाईँहरू आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् है, खुसी रहनुहोस्, त्यही हो। ल सबैजनालाई बाबाई भन्न चाहन्छु। ल सबैजनालाई नमस्कार, फेरि अर्को भ्लगमा भेट हुने बाचा गर्दै अहिले बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच, जय नेपाल।